सो गाइस अहिले चाहिँ हामी ठ्याक्कै बाइक उयो गर्न लागिरहेको छौँ र यिनीहरू चाहिँ अब खाजा खाने भनेर भनेको नखाने रे होइन नखाने भएपछि यिनीहरू चाहिँ मैले रेड बुल खान लगाएर चाहिँ यहाँ अर्को भाइ पनि छ है यिनीहरूलाई रेड बुल खुवाइदिनु पऱ्यो सो भाइहरू हो माया लाग्छ है यिनीहरूले पनि हेलो गाइज म चाहिँ अहिले त्रिपुरेश्वर हिँडिसकेको छु है त्रिपुरेश्वर जाउँ भनेर यसो यो गर्दैछु के कस्तो छ होइन के कस्तो हुन्छ म तपाईँहरूलाई सबै देखाउँदै गइरहेको हुन्छु सो गाइज अहिले म त्रिपुरेश्वर जान लागिरहेको छु है त्रिपुरेश्वर गएर चाहिँ म बाइकको पार्टहरू सबै लिएर आउनु पऱ्यो भनिरहेको छु यो फेर्नु पऱ्यो प्लस यो मिटर पनि ल्याउनु पऱ्यो अर्को भनिरहेको छु यो चाहिँ हल्का बिग्रिरहेको छ सो यता चाहिँ बाटो सानो भएर धेरै जाम भइरहेको हुन्छ होइन सो मलाई चाहिँ लाग्छ होला जानलाई चाहिँ केही नभए नि 20-25 मिनट चाहिँ लाग्छ होला होइन किनभने अब टाढै छ उता टेकु हो जानुपर्ने चाहिँ सो अहिले चाहिँ म ठ्याक्क थापाचोकमा छु है गाइज म बस्ने चाहिँ अब धेरै माथि छैन सो त्यो थापाचोकको मन्दिर चाहिँ यही हो होइन सो अहिले म थापाचोक हुँदै कोटेश्वर हुँदै जान्छु होला त्यही बाटो छिटो हुन्छ किनभने अब माथि यो भित्रको भन्दा अब अलिकति हाइवेमा अलिक बढी कुदाउन पाइन्छ सो त्यही भएर रमाइलो हुन्छ वीरेन्द्र चोक केही भयो होइन अनि त्यसपछि तपाईँको अब हामी यता गान्धी स्कुल हुँदै जान्छौँ सो मैले चाहिँ अब एउटा साथीलाई भनेको थिएँ त्यसलाई चाहिँ थाहा थियो क्या उतातिर जानुपर्ने ठाउँ होइन त्यसलाई भनेको थियो त्यसले चाहिँ अब खै अब के भने अब यत्रो मैले 10 जति फोन गरेर उठाएन त्यसले अब के हिसाबले उठाएन अब कि मान्छे भएपछि कि बोल्दै बोल्नु भएन कि बोली वचनको पक्का हुनुपर्छ सो अब के भन्नु त्यसलाई अब म नाम त लिन्न होइन केटाहरू अब त्यस्तै छन् अब मलाई ठिकै छ सबै कुरो बिस्तारै थाहा हुन्छ अब हाम्रो पनि पालो आउँछ मैले त्यही त हो नि होइन केटाहरू झन् अब आफ्नै भनेर यस्तो यस्तो गरेँ होइन मैले यत्रो मैले 2 बजी आउँछु भनेको होइन मैले 3 बजिसकेर पनि फोन नउठाइदिने होइन केटाहरू अब सो पैसा नै ठुलो कुरा हो सबै कुरो होइन मैले पैसा छ भने सबै छ त्यही हो मैले अब पैसा छ तिनीहरूसँग त्यही भएर हो मैले ठिकै छ केही भएन अहिले त्यसमा होइन सो यता चाहिँ फोर्स चल्छ बढी चाहिँ यता चाहिँ फोर्स चल्छ होइन सो गाइज के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु है म चाहिँ सन्चै छु तपाईँहरू सन्चै हुँदैन भने चाहिँ गएर यस्तो मेडिकलमा गएर टाउको दुखेको छ भने टाउको दुखेको औषधि किनेर खानुहोस् र ज्वरो आइछ भने ज्वरो दुखेको औषधि खानुहोस् हेल्थको चाहिँ केयर गर्नुहोस् सो जेको बिरामी हुन्छ त्यो भएर औषधि किनेर खानुहोस् र ठिक भएर बस्नुहोस् सो त्यही हो गाइज दिमाग पनि छैन मसँग टेन्सन पनि छैन मेरो दिमाग पनि छैन मेरो टेन्सन पनि छैन म चाहिँ एकदम ठिक छ है गाइज अहिले म चाहिँ अब फिट एन्ड फाइन छु है सो अब किनभने अब सबै कुरो ठिकै छ भनौँ न सबै कुरो मिलिरहेको छ अहिले हावापानी लिएर काठमाडौँको ठाउँमा होइन सो गाइज त्यस्तै छ ल है गाइज अहिले हामी पेप्सी खोला चोकमा आइसक्यौँ है पेप्सी खोला चोकमा आइसक्यौँ पेप्सी खोला चोकबाट अब हामी हुँदै होइन जडीपुट्टी हुँदै जान्छौँ है गाइज मैले चाहिँ एकचोटि यहाँनिर चाहिँ मेरो चाहिँ अब अहिले चाहिँ कतिको स्पिड जाँदो रहेछ सो एकचोटि स्पिड हाक्न गइरहेको छु होइन सो एकचोटि हेर्नु मेरो चाहिँ टप स्पिड के कस्तो हुँदो रहेछ Ambo. चलाउनु पर्छ सेफ राइट है
मैले चाहिँ अघि नै भिडियो चाहिँ उता जगकोटेश्वरबाट पनि आएको थिएँ होइन, तर क्यामेरा चाहिँ उल्टो भएको रहेछ क्या, कस्तो मैले दिमाग फेरेर म फेरि यस्तो साइको छु कि अघि मनी भनेरा मनी प्लान्ट रोपे मैले तर मेरो मनी उल्टो सेट गरेको छु क्या, म त लाटै होइन मान्छेले नि, म जस्तो बार मान्छे कोही छैन होला सायद है, म लाटो छु। सो त्यही भएर अनि हल्का होला म त्यही भएर पनि अघि बढ्न नसकेको होला, जहिले पछि रहन्छु, स्कुटरले पनि टपिरहेछ मलाई होइन। तर अब अघि बढ्छु म गर्छु त्यसलाई बनाउँछु यहाँ हालिदिन्छ होइन, कति पछि बढ्छु अघि नै बढ्दिन्छ भनेर ल। गाइस अहिले चाहिँ म अघि बढिसकेको छु है, सबैसँग त अघि बढ्न सक्दिनँ। सुमाइती घर मण्डलै होला, जेसुकै होस् मतलब भएन, जसुकै होस् म इन्जोर हानिदिन्छु सबलाई होइन। सो गाइस अहिले चाहिँ त हल्का हल्का जाम रहेछ, अब यहाँनिर चाहिँ एकछिन जाममा बसिन्छ जस्तो लाग्छ मलाई। सो हेर्छु म एकचोटि म्याप हेर्छु होइन कता रहेछ। सो समर्पण छ है भविष्य मेरो 1.1 भनेपछि यहीँबाट लेफ्टै रहेछ गाइस, यहाँबाट लेफ्ट रहेछ ठ्याक्क त्यो। सो लेट्स सी गाइस, स्टार्ट गरेर राख्दिउँ है। होइन सो गाइस मेरो साउन्ड चाहिँ के कस्तो छ है भनिदिनु होला। सो अहिले हामी ठ्याक्कै यसलाई के भन्छ थापाथली, सो अहिले थापाथलीबाट राइट लागिसकेको छौँ। त्यति साह्रो अब युज हुँदैन भनौँ न, अब यता आएर यो कसलाई यो के हो भनेर यही दशरथ रङ्गशाला, ल दशरथ रङ्गशाला रहेछ। सो ओ माई गड क्या दामी सिन थियो क्या आज होइन। सो ल तपाईँहरू पासपोर्ट बनाउनु आउनुहुन्छ भने ठ्याक्कै यो रङ्गशालाबाट चाहिँ यही गाइस ल, मैले पनि यहीँनिर बनाएको होइन। कति भनेपछि त्यस्तै 11,500 कि 12,500 त्यस्तै कति लाग्यो त्यो लाग्न चाहिँ, त्यतिमै बनाएको हो क्या हो। सो यहीँबाट हो जस्तो लाग्यो मलाई, सो यहीँबाट हो कि जस्तो लाग्यो। समर्पण छ है भविष्य मेरो, के हो यो सावित्री अब के होइन फेरि यहाँबाट अब ए हो रहेछ रहन चाहिँ होइन। गाइस के पो थियो नाम, नाम पो यार फेरि सीखने वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो। नाम पो के सम्पर्दा हो नि, सम्पर्दा कहाँ छौ सम्पर्दा तिमी। सो गाइस भाइजा चाहिँ यहाँनिर रहेछ होइन, भाइजा चाहिँ हेऱ्यो है ये दाहिने हानिदिन्छ। सो गाइस म चाहिँ उता सामान किनेर पनि फर्किसकेँ र फर्केर पनि म चाहिँ यहाँ माइती मन्डलको जाममा छु, माइती घरको जाममा छु। सो अब म चाहिँ ठिक्क सिधै एकैचोटि अब म एकैचोटि जडीबुटीतिर पुगेर तपाईँहरूसँग म आउँछु है त गाइस। जडीबुटी पुग्छु, जडीबुटी पुगेर म यसो तपाईँहरूलाई सर्टकट बाटो देखाइदिन्छु गाइस। ल लेट्स चाहिँ है त हेरौँ। सो अहिले चाहिँ म यहाँ जडीबुटी आइसकेँ र जडीबुटीबाट अब चाहिँ म यहाँनिर लेफ्ट बाटो लागिरहेको छु। सो लेफ्ट बाटो चाहिँ अब हामी चाहिँ कता जाने भन्दाखेरि हामी चाहिँ अब ठ्याक्कै त्यो जडीबुटीको पुलतिर पुग्नु परेन क्या, ठ्याक्क पुलतिर नपुगिकन। सो कता भनेपछि यहाँनिर एउटा सानो उयो छ होइन,
यहाँबाट हामी चाहिँ अब पुग्नु त म तपाईँहरूलाई देखाइरहेको हुन्छु सो जाम भएको कारणले गर्दा त्यति भएन सो हामी चाहिँ सिधै नगएर चाहिँ यहाँबाट चाहिँ हामी लेफ्ट टर्न गर्नु पऱ्यो क्या यहीँबाट लेफ्ट टर्न गर्नुभयो भने चाहिँ तपाईँहरू ठ्याक्क कहाँ पुग्नुहुन्छ भनेपछि ठ्याक्क यो ओडा कार्यालयको छेउमा पुग्नुहुन्छ क्या यो भनौँ न ओडाकै छेउमा पुगिन्छ सो हामी चाहिँ त्यहाँबाट योबाट सो अहिले चाहिँ हामी यहाँ ठ्याक्कनिर ओडा कार्यालयको छेउमा आइसक्यौँ सो मौसम पनि एकदम राम्रो छ है मौसम राम्रो भएको कारणले गर्दा ल बाइकहरू चलाउन पनि रमाइलो हुन्छ सो गाइस है त्यस्तै छ सो गाइस म चाहिँ यहाँ बाइकको भाइजर फेर्नको लागि म चाहिँ यहाँनिर ठ्याक्क मुलपानी आइरहेको छु र मुलपानीको पनि वर्कसपमा आइपुग्न लागिसकेको थियो र हाम्रो वर्कसप चाहिँ ठ्याक्कै यता लिफ्ट नगएर ठ्याक्कै यता राइट गएपछि त्यहीँनिर वर्कसप हो होइन त्यही भएर अब यसो हल्का टाइम चाहिँ लाग्यो भनौँ न टाइम चाहिँ लाग्छ होला सो यही हो वर्कसप चाहिँ होइन अब यहीँनिर हो ल यिनीहरूले यसो हेर्दैछ के लिएर आयो भनेर सो अब म चाहिँ बाइकको भाइजर लिएर यिनीहरूलाई दिइहाल्छु ल फिट गर्नलाई अलिक टाइम लाग्छ होला लेट्स है त ल फाइनल हेर्नुपर्छ सो गाइस अहिले चाहिँ म यहाँनिर बाइकको भाइजर लिएर आएको छु र बाइकको भाइजर चाहिँ यहाँनिर फेर्न लगाइरहेको छु बाइकको भाइजर चाहिँ यहाँनिर छ सो हाम्रो यहाँ मिस्त्री भाइले गर्दैछ ल यो बेलुका रातेसम्म नि पुग्छ है राम्रोसँग गर बेलुका रातेसम्म पुग्छ यो भिडियो रातेले नि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिन्छ अशोक भाइले नि सब्सक्राइब गरिन्छ सो ल भाइहरूले सबैले सब्सक्राइब गरिदिनु भनिसकेको छ सो सबैले माया गरिदिनु होला सो गाइज एभ्रिवान है यो चाहिँ ठ्याक्कै यहाँनिर मुलपानी छ यो पिपलहरूको छेउमा छ सो यता गयो भने हामी सिधा मुलपानी पिपलर पुग्छौँ र यता गयो भने हामी ठ्याक्कै पेट्रोलमा पुग्छौँ सो त्यसैले मेरो बाइक चाहिँ यहाँनिर छ सबैले आएर यसो गरिदिनु होला भाइले राम्रो बनाउँछ है बाइक चाहिँ यिनीहरू भर 19-20 वर्ष भयो त्यो सानैदेखि गरेको भएर होला यिनीहरूले राम्रो काम गर्छ सो सबैले हेरिदिनु होला गाइस ल सो गाइस यो चाहिँ हाम्रो फाइनल लुक है गाइस यो चाहिँ अघिको कस्तो थियो र अहिलेको कस्तो छ होइन सो यो चाहिँ हाम्रो फाइनल लुक छ है सो गाइस फाइनली लुक्सी है सकिसक्यो ल लुक्सी भइसक्यो है बाइकको लुक्सी के कस्तो देखिन्छ सो आज दिनभरि यत्रो गयो होइन त्रिपुरेश्वरतिर गयो सो यहीको लागि हो होइन यो सबै नर्मली चलिसक्यो सो ल गाइस है त लेट्स ल भिडियोमा हेरौँ ल है त भाइ भिडियोमा आउँछ ल भाइ ल